एभ्रिवान इट्स मी मिनी समकर आज चाहिँ हामीले आन्टीहरूलाई बल खेलाउनु लाग्दैछौँ लुङ्गी लाएर त्यो पनि गाई छ हामी चाहिँ हिँडेको ल गाई चाहिँ यत्रो मान्छ लुङ्गी हाम्रो आन्टीहरूको लागि क्या फुटबल खेलाडीहरू अब चाहिँ हामी बल खेलाउनु लागेको कि आन्टीहरूलाई आज अझै छ बारी लुङ्गी लाइ बल खेलाइदिनु पर्यो आज भनेर नि गाइस सब बल खेलेको हेर्नेहरू मात्रै हाम्रो एउटा यहाँ मेन खेलाडी चाहिँ यहीँ हुनुहुन्छ है यहाँ देख्दैन ब्लगर छोरी हुँदाहुँदै कसलाई देखायो भन्छ हाम्रै सब हेर्नु हिँडेको हाम्रो खेलाडीहरू पारी पारी छ बोलाउँदैछौँ यत्रो लुङ्गी बोकेर हिँडेको हाम्रो यत्रो थोरै छ यहाँ राम्रो छ त्यहाँ हेर्ने मान्छेहरू धेरै यतै ल्याउनु लुङ्गी लाएर बल खेल्ने लु हाई गरिदिनु पर्यो गाइस खेलाडीलाई आज पानी बोकाएछ कहिले खेल्नु सकेन भने नि तँलाई हाम्रो एउटा मेन खेलाडी यता हुनुहुन्छ के अब चाहिँ हामी हिँड्दैछौँ गाइस हाम्रो फिल्ड उतै पर छ विशास दाजुको मम्मी यहाँ लुङ्गी सहितमा हुनुहुन्छ एकदम आजले हाम्रो खेलाडी सब पारी छ के गर्नु बोला न यहाँ तयार हुँदैछ किपर सुषमा किपर किपर यता हाम्रो चाहिँ यहाँ किपरको धेरै राम्रो छ एकदम यहाँ खेलाडीहरू अझ खेलाडीहरू आएको छैन हाम्रो एउटा खेलाडी यता गाइसहरु बल खेल्नु सुरु हुँदैछ हेर्नुस् यहाँ बाबु मम्मीहरूले यहाँ बल खेल्नु हुँदैछ हेर्नुस् दर्शक बिनहरू पनि यहाँ भिडियो बनाइरहेको छ गोल भइसकेको छ गाइस यता मास्तिरको टिमले गोल हानिसकेको छ यता अहिले चाहिँ हाफ टाइम भएर बसिरहेको छ गाइस
हाफ टाइमबाट बसिरहेको छु गाइज। हाफ टाइमबाट गाइज हाफ टाइम भइसकेको छ अनि हाफ टाइमबाट चाहिँ फेरि खेल्न थालिसकेको छ हेर्न सक्नुहुन्छ। वाह किपरले उडाइसकेको छ भयो। होइन किपरले बल रोकिसकेको छ। कति टाइमको खेल हो? हाफ टाइमको अब हाम्रो फुपूको फुपू खेल्नु नि तान्नु न। गाइज चाहिँ गाउँ भयो लडेर गेम इन्ड भयो। बाई बाई गर्दा अब ला सक्यो।